हेलो गाइस सबैजनालाई स्वागत छ मेरो भिडियोमा। आजको भिडियोमा रहेको छ होमवर्कआउटको डे 20 अफ 365 डे च्यालेन्ज। सबैभन्दा सुरुमा चाहिँ म वार्म अप गर्दैछु, यसपछि चाहिँ म सोल्डरको एक्सर्साइज गर्नेवाला छु। आज रहेको छ ट्युसडे, त्यसैले आज चाहिँ मेरो सोल्डरको एक्सर्साइज गर्ने दिन रहेको छ। हजुरहरू पनि यस्तै गरेर वार्म अप गर्नु होला। सबैभन्दा सुरुमा चाहिँ एक्सर्साइज गर्नुभन्दा अगाडि राम्रो हुन्छ शरीरको लागि फुल बडी वार्म अप। वार्म अप गरिसकेपछि मैले थोरै पानी पिएर अनि केही समय रेस्ट गरेर सोल्डरको एक्सर्साइज गर्नको लागि गएँ। यसको चाहिँ 3 सेट 15 रेपिटेसनको हुनेछ। यो चाहिँ मेरो पहिलो सेट रहेको छ। हजुरहरूलाई यस्तै प्रकारको होमवर्कआउटको भिडियो हेर्न मन छ भने भिडियोलाई लाइक, च्यानललाई सब्सक्राइब अनि भिडियोमा कमेन्ट गर्न नबिर्सनु होला। कम्प्लिट भइसकेपछि चाहिँ मैले केही समय रेस्ट गरेर त्यसपछि चाहिँ मैले अर्को एक्सर्साइज गर्न सुरु गरेँ। यसको पनि 3 सेट 15 रेपिटेसनको गर्नुपर्ने हुन्छ। सबै सेटहरू कम्प्लिट भइसकेपछि चाहिँ मैले 1 मिनट रेस्ट गरेँ र त्यसपछि चाहिँ यो यस्तो तरिकाले यो एक्सर्साइज गर्न सुरु गरेँ। यो एक्सर्साइज चाहिँ मलाई एकदमै गाह्रो लाग्छ, त्यसैले चाहिँ म यो एक्सर्साइजको 12 रेपिटेसन तर 3 सेटको गर्दैछु। सबै एक्सर्साइजहरू कम्प्लिट भइसकेको थियो। त्यसपछि चाहिँ मैले केही समय रेस्ट गरेर एब्सको एक्सर्साइजहरू गर्न सुरु गरेँ। यसको चाहिँ 3 सेट 30 रेपिटेसनको हुनेवाला छ, या गर्नुपर्ने हुन्छ। एब्सको पहिलो सेटको सबै एक्सर्साइजहरू कम्प्लिट भइसकेको थियो। त्यसपछि चाहिँ मैले अर्को एक्सर्साइज गर्न सुरु गरेँ। यो एक्सर्साइजको पनि 3 सेट 30 रेपिटेसनको हुनेछ। मेरो दोस्रो एक्सर्साइज पनि कम्प्लिट भइसकेको थियो। त्यसपछि चाहिँ मैले सिधै अर्को एक्सर्साइज गर्न सुरु गरेँ। यो एक्सर्साइजमा चाहिँ 30 सेकेन्ड जति होल्ड गर्नुपर्ने हुन्छ।